माया हजुर के गरिरहेको तिमी? म एउटा यहाँ मम्मीसँग एउटा भिडियो बनाउनु पर्यो भनेर गन्टल लेखेर माया हजुर तिमीसँग एउटा कुरा माग्छु, दिन्छौ? माग्नु न हो मसँग पनि किन त्यसरी भन्नु पर्यो र मलाई एउटा छोरीको के भन्नुहुन्छ हौ छे लाज मर्दा लाज मर्दा हो माया। म छोरी बिना कति अधुरो महसुस गर्छु कि आफूलाई। हेर त हरेक दिन बिहान उठेर काममा जान्छु, दिनभरि हराउँछु, बेलुका आउँछु, न सँगै श्रीमती बसेर कहिल्यै खाना पाइएको छ। यो सबै दुःख गर्दाखेरि पनि मेरो मन कहिल्यै खुसी छैन यार। छोरो छ त हो त्यति राम्रो फुल जस्तो छोरो हेरेर छोरो छ, छोरा ठाउँमा छ, तर छोरी भनेको घरको लक्ष्मी हो, घरकी गहना हो। सोच त यो घरमा छुनमुन गर्दै दौडिरहेकी एउटी छोरी कति राम्रो हुन्छ होला है। रहर त मलाई पनि लाग्यो म सधैँ कामबाट आउँदाखेरि ती छोरीलाई देख्दाखेरि मेरो सारा दुःख पीडाहरू सबै बिर्सेर कति आनन्द महसुस गर्छु होला। म त आजसम्म जति सङ्घर्ष गरिरहेको छु नि माया, मलाई कता कता लाग्छ कि मेरो घरमा लक्ष्मी नभएरै म सफल छैन, मेरो मन शान्त छैन, म सन्तुष्ट छैन जस्तो लाग्छ क्या मलाई। त्यस्तो त भन्नु आउँदैन, त्यस्तो होइन। होइन, छोराको महत्त्व आफ्नो ठाउँमा छ, छोरीको महत्त्व आफ्नो ठाउँमा छ, तर किन कि हाम्रो घरमा लक्ष्मीको आगमन नभइकन म पूर्ण हुन त सक्दिनँ जस्तो लाग्छ कि। अब यो बुढेसकालमा फेरि छोरी पाएर यो त्यो 5 वर्ष 6 वर्ष फेरि दुःख मलाई। हरेक दुःख म सहन तयार छु माया। म अहिले जति सङ्घर्ष गरिरहेको छु त्योभन्दा बढी सङ्घर्ष गर्न तयार छु। हो हामी सिङ्गल छौँ, कोही छैन सहयोग गर्ने, तर पनि म सकेको सबै गर्छु। म छोरीलाई हेर्छु, स्याहार्छु, हरेक कुरा गरौँला, तिम्रो स्याहार गरौँला, म सकेको सबै गर्न तयार छु। तर मलाई एउटा छोरी चाहिन्छ माया। यो हाम्रो घरलाई पूर्ण बनाउनको लागि पनि एउटा छोरी नभए हुँदैन। त्यो त हो कि छोरोले पनि म एक्लै भएँ कोही छैन मेरो घरमा भन्छ। बाबुलाई पनि साथी चाहिन्छ, बिस्तारै ठुलो हुँदै गएपछि एक्लो महसुस गर्छ। त्यही भएर मेरो यो रहर सपनाहरू चाहिँ पुरा गरिदेऊ ल माया। हुन्छ।